Guys, namaste Ramesh. फिर आइए guys गिने क्यों छोटे का यो चाहिँ भने गिने खाको अन्तिम गाउँ हो guys. अहिले यस्तो देख्न सक्नुहुन्छ हैन. र यो अन्तिम गाउँमा आउने कारण के हो भने guys, यहाँ आदिवासी गाउँले पनि सानो चक्का जहाँ लिएर छु है. त्यहाँबाट घरिघरि यसो घुम्दै आएको guys. हेर्नुहोस् न नजारा कस्तो छ, ब्युटिफुल आकाश. हेर्नुहोस् सबको नजारा यो भन्छ छोचेखा चियोक आलु रोपेर भुर्कुट हो. यहाँ चाहिँ 1 महिना 1.5 महिना अगाडि रोपेको रहेछ आलु हो. आलु उम्रिनु पनि थालेछ गाइस. म पनि आलु रोप्नु पर्छ कि भनेर आएको त. गाँठे टोटल्ली लेट भएछ गाइस, टोटल्ली लेट. ल साथी हो, ब्ल्याक टप यस्तरी पुगेछ हैन. अनि तपाईहरुलाई मेरो जमिन चाहिँ यस्तोले देखाइदिनु पर्यो. यसरी छ सिँढी ठक 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 ठक. टा 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 टा. यो गाइस यहाँ जुन चाहिँ अहिले केही रोपेको छैन, जोतेको छैन, यो चाहिँ मेरो जमिन. यहाँ छ, यहाँ चाहिँ 10 डेसिमल हो. फ्युचरमा हैन, फ्युचरमा हेटटेरिको बिल्डिङ ठडाउने जमिन भन्नु पर्दा यस्तो छ गाइस. लुमसिरी लुमसिरी लुमसिरी. मल त जगजग रहेछ नि थप. यसपालि लेट भयो. आगोम चाहिँ मजाले रोपिन्छ गाइस. आलु खेती गरिन्छ. यसपालि त लेट भइहाल्यो हो. आगोम चाहिँ मजाले खेती गरिन्छ यहाँ. हेर्नुहोस् मल त निकै रहेछ. गाउँको लागि यस्तो सुविधा हो सरकारलाई. अब बारी बार्नको लागि यस्तो फेन्सिङ, एङ्गल पोलहरू, बलुवा सब फ्रीमा छ. फर्केर हामी जाँदैछौँ थिम्पू. यस्तो परिकारको छ गेनेखाको बाटो. कस्तो सुन्दर है, मजाको. हेर्नुहोस् गाइस, रोड भनेको चाहिँ यस्तो बनाउनु पऱ्यो नि त. यो गेनेखाको एकदम एन्डको गाउँ हो छोचेखा भन्ने है. यो रोड बनाएको चाहिँ तब 2-3 साल भइसक्यो र पनि हेर्नुहोस् न केही भएको छैन है. यस्तो हुनुपर्छ गाइस, गाउँको रोड चाहिँ यस्तो हुनुपर्छ गाइस. रोड हेर्नुहोस् न गाइस, ल गाइस, यो फेरि अर्को भागको गाउँ. हेर्नुहोस् है कति मजाको छ. हेर्नुहोस् वरिपरि शान्ति शान्ति. इफ यु लभ शान्ति कम हियर एट गेनेखा छोचेखा भिलेज. यो चाहिँ के भिलेज हो मलाई थाहा भएन हो यो गाउँको नाम, तर एकदमै शान्ति. हेर त्यहाँदेखि हेर्नुहोस् पिसफुल एकदम. हेर्नुहोस् न कस्तो मजाले देखेको गाउँ. यस्तो छ. यहाँ तल लाखाङ पनि छ हो यो गाउँको लागि. लाखाङ खोलाको छेउमा. म त्यहाँ एकताल पुगेको थिएँ लाखाङको छेउमा होइन, केही पूजा भइरहेको थियो. यस्तो छ गाइस, खोला छ है. त्यहाँदेखि लाखाङ छ, टारबारी छ, मजाको गाउँ छ गाइस. ल गाइस, यो भन्छ गेनेग्योको मसरुम अक्सन सेन्टर.
यसरी जाँदैछौँ हामी। यो है अक्सन गर्ने सेन्टर चाहिँ मसरूम सिसी सामु अक्सन बेच्छ कि नै में मजाको छ पार्किङहरू पनि। वे टु दागला गाइस, यहाँबाट सस्पेन्सन ब्रिज देखियो होइन। अब हामी यहाँ जानेछौँ सस्पेन्सन ब्रिजमा। आज पुरा एक्सप्लोर गेने ग्योक पुरा एक्सप्लोर गर्दैछु गाइस। दागला जाने ठाउँ चाहिँ योहरू छ होइन। अनि दागला भन्ने जग्गा चाहिँ के अरे पोखरीहरू लेकहरू होइन, अस्पिसियस प्रिसियस लेकहरू छन्। यस्तो रहेछ गाइस सस्पेन्सन ब्रिज। साथी हो अहिले हुन्छ हामी गेने ग्योकको झोलुङ्गे पुलमा आए है। अब म यत्तिकै बााउन्स हुँदैछ। झोलुङ्गे पुल चाहिँ तपाईँको कस्तो प्रकारको छ भने यस्तो हुन्छ, निकै लामो रहेछ गाइस। हुइँ 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 गर्दैछ। कस्तो छ गाइस, दामी छ, दामी ठाउँ छ एकदम। आज गेने ग्योकको होइन खाना कुना काट्दै सबै एक्सप्लोर गरिँदैछ है। तपाईँले देख्न सक्नुहुन्छ यहाँ खोला छ, खोला है, खोलाको नजरा त्यहाँदेखि यस्तो छ पुल, मजाको छन् गाइस। अनि यो पुलबाट चाहिँ उता दागला जाने गर्छ। दागला ट्रेकिङ कति त गइसकेको पनि होला हो, म गएको छुइनँ तर आई विल गो वन्स। एकताल चाहिँ म दागला जान्छु गाइस। अहिले चाहिँ तपाईँलाई जस्ट यो स्टार्टिङ बाटो म त देखाइरहेको छु। यस्तो रहेछ है, हेर्नु सक्नुहुन्छ हल्लेको। मजाको छ गाइस, मजाको। यता जाने रहेछ। यो भयो अन्तिम झोलुङ्गे पुलको। यस्तो छ गाइस। दिन पाते डाँडा काटेर कहाँ जाने लाग्यो सरङ्गिदा, पिरातीको भाका बोकेर उकाली ओह्राली झन्डी मुख चिराकन खाते बेरु चिराकन। त्यो माथि आएको मान्छे ला 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 ला। दामी छ, दामी। एउटा गाडी रोक्यो गाइस यहाँ, उनीहरू पनि आउने हो कि यहाँ सस्पेन्सन ब्रिज हेर्नु। यस्तो छ दामी। चिसो चिसो छ मौसम, न्यानो माया देऊ न, एक्लो एक्लो भयो मन, एक्लो एक्लो भयो मन। हेर्नुहोस् गाउँ कस्तो मजाको है। यहाँ डाँडाबाट बाख्राको गाउँ हेर्नुहोस् है। अहिले चाहिँ गाइस धुम्यो होइन, अहिले भर्खरै राम्रो घाम टिलिलि टल्किरहेको थियो, अहिले धुम्यो गाइस। र पनि यहाँ हेर्नुहोस् है, वाम्बामा चाहिँ यहाँ छ, वाम्बामा सेन्ट्रल स्कुल वाम्बामा हो। तपाईँले अलिक राम्रो देख्दैन रहेछ। अरू एकदम मजामा छ, जिन्दगी मजामा छ। हेर्नुहोस् यहाँ टर्निङ बाटो लगाएको कति मजाको। यस्तो छ गाइस। यहाँ हेर्नुहोस् गाई, हावाले मजाले माने घुमाइरहेको छ। निकै हेभी छ जस्तो छ गाइस।
हेर्नु चाहिँ चर हावा बन्द भयो कि त स्टप हुँदो रहेछ। यस्तो छ गाइस घेनेखा भिलेज।